हेलो जय मसिंह यहाँहरूलाई विशेष गरिकन एउटा भिडियो लिएर आएको छु। स्पेशलिस्ट छ यो भिडियो चाहिँ के भने मण्डली फुट्नु अथवा मण्डलीमा अनेकता हुनको कारण के हो केही विषय तपाईको समक्ष लिएर आएको छु। नम्बर 1 पोइन्ट अहंकार र व्यक्तिगत प्रतिष्ठाको खोजी गर्नु पनि एउटा कारण रहेछ भन्ने कुरा चाहिँ हामी बुझ्न सक्छौं। प्रिय अहंकार जस्तै कि हुन्छ नि कुनै व्यक्तिले यसरी भन्छ मेरो कुरा नै सही हुनुपर्छ भन्ने खालको कतिवटा कुराहरू मान्छेले राख्ने गर्दछ। मेरो कुरा नै सही हुनुपर्छ, एउटा बस एउटा मण्डलीमा बस खालको खाली मेरो कुरा मात्रै चल्नुपर्छ, यस्तो खालको प्रतिक्रियाहरू यस्तो खालको कुराहरू आउन थाल्यो भने मण्डलीमा फुटाफुट हुन थाल्छ। अनि आफूले सम्मान खोज्न थाल्यो भने आफ्नो प्रतिष्ठा खोज्न थाल्यो भने मण्डलीमा फुटाफुट हुन थाल्छ। जब हामी फिलिपी 2 अध्यायको 3 अनि 4 पदमा जब हामी हेर्छौं भने यो कुरा स्पष्ट हुन सक्छ। र 2 नम्बरमा चाहिँ हामी हेर्न सक्छौं डा ईर्षा र प्रतिस्पर्धा। सेवकाईको पदमा सम्मानको खोजीले एकतालाई भङ्ग गर्न सक्छ, एकतालाई भग्नावेश, एकतालाई कमजोर बनाउन सक्छ। त्यसकारण सेवकाईको जिन्दगीमा सेवकाईको सर्भिसमा चाहिँ नि पदलाई होइन, सम्मानलाई पनि होइन, परमेश्वर प्रभु यीशु ख्रीष्टको असल बाटोलाई हेर्न अति नै आवश्यकता छ। जब हामी याकोब 3 अध्यायको 16 पदलाई जब हामी हेर्छौं भनेदेखिलाई यो कुराहरू पाउन सक्छौं। प्रिय अनि अर्को कुरा हामी 3 नम्बरमा हेर्छौं भने क्षमा नगर्ने र मनमा दुःखहरू लुकाएर, मनमा रिसहरू लुकाएर बसिरहने जिन्दगीभरि त्यो एउटा हुन्छ नि त एउटा समयसम्म। त्यसले गर्दा याद गर्नुहोस्, सानो विवाद समयमै समाधान नगर्दा ठुलो समस्या बन्न पुग्छ। त्यसले गर्दाखेरि सानो समस्या छँदाखेरि नै त्यसलाई समाधान गर्ने कोसिस मण्डलीले लिडर्सहरूले गर्न अति नै आवश्यकता छ। एफएसी जब 4 अध्यायको 31 अनि 32 पदलाई पढ्छौं भने त्यहाँ पाउँछौं हामीले एकअर्कालाई क्षमा गरेनौं, क्षमा मागेनौं, क्षमा दिएनौं भनेदेखिलाई मनमा रिस टुस राख्यौं भने त्यो मण्डलीमा त्यो व्यक्ति आफ्नो व्यक्तिगत जीवनमा पनि त्यो मण्डलीबाट त्यो मानिसहरूबाट टाढिँदै जान पुग्छौं। त्यसले गर्दाखेरि अब अर्को कुरो 4 नम्बरमा हेर्छौं गलत सञ्चार तथा अफवाह। कसै व्यक्तिको बारेमा अफवाह नबुझिकिन निष्कर्ष उसको बारेमा निष्कर्ष गर्नु, डिसिजन लिनु, अफवाह फैलाउनु, उसको बारेमा नराम्रो कुराहरू नेगेटिभ कुराहरू नबुझिकिन फैलाउनु पनि त्यो व्यक्तिको निम्ति एकदमै डरलाग्दो कुराहरू बन्न पुग्छ। त्यसले गर्दाखेरि उसको पछाडी गर्नु, त्यो व्यक्तिको पछाडी गर्नु, पछाडी कुराहरू गर्नु, नेगेटिभ कुराहरू गर्नु, यदि यस्तो कुराहरू गर्दाखेरि हल्ला ज्यादा गर्नु त्यो व्यक्तिको बारेमा, त्यसले गर्दाखेरि पनि त्यो व्यक्तिको जीवनबाट चाहिँ नि मण्डलीमा त्यो एउटा फाटो आउन सक्छ भन्ने कुरा चाहिँ नि हामी बुझ्न सक्छौं। धन सम्पत्ति 5 नम्बरमा हेर्छौं भने थुप्रै मध्येमा धन सम्पत्ति पनि छ। एउटा धन सम्पत्ति आर्थिक विषयमा, चर्चको धन सम्पत्ति आर्थिकको विषयहरूमा, मिसनका कुराहरूमा देखि लिएर त्यो एकअर्काप्रति व्यवस्थापन नभएको, स्पष्ट नभएको र पारदर्शिता नभएको र एकअर्कामा शङ्काले पनि विवाद उल्झाउन सक्छ, विवाद निकाल्न सक्छ अथवा मण्डलीमा अनेकता आउन सक्छ। त्यसले गर्दा धन सम्पत्ति आर्थिक व्यवस्थापनलाई पनि स्पष्ट गरेर राख्न अति नै आवश्यकता छ। यसबाट पनि मान्छे फुट भएर मण्डलीबाट निस्केर जान सक्छन्। जस्तै कि 10 अंश जब हामी दिन्छौं भने मेरो नाम आएन भनेदेखिलाई चाहिँ नि उसले भन्न सक्छ कतिपय यस्तो सबै व्यक्तिहरूको सोच विचार ठिक हुँदैन, सबै व्यक्तिको सोच विचार एउटै हुन सक्दैन, सबैले आफूले दिएका कुराहरू खोज्न सक्छन् जो चाहिँ यसोलाई बुझेका छैनन् मजाले। त्यसले गर्दाखेरि याद गर्नुपर्ने यी कुराहरू त सामान्य एउटा कुराहरू हुन्, धेरै कुरा हुन सक्छ। अझै कमेन्टमा तपाईले बताउन नबिर्सिनु होला यस्ता के कुरा छन्। मैले 5 वटा मात्रै भने, यस्ता के कुरा छन् जसले मण्डलीमा फाटो ल्याउन सक्छ, कमेन्टमा जनाउन नबिर्सिनु होला। र अर्को कुरा तपाईको समक्ष बताइदिन चाहे यी सबै कुरा त एउटा न्यू मात्रै हो, तर जो व्यक्तिले असल प्रभु यीशु ख्रीष्टको लाई पछ्याएर हिँड्छ भनेदेखि त्यो व्यक्तिको जीवनमा अथवा त्यो मण्डलीमा कुनै प्रकारको अनेकता आउँदैन। त्यो मण्डलीका एक जना व्यक्तिहरू चाहिँ येशू ख्रीष्टलाई हेरेर हिँड्नुपर्छ। मान्छेलाई हेरेर हिँड्यो भने अनेकता आउन सक्छ, विभाजन आउन सक्छ, युनिटी हुन सक्दैन। तर येशू ख्रीष्टलाई हेरेर हिँड्छ भनेदेखिलाई त्यो व्यक्ति अवश्य पनि युनिटीमा हिँड्छ, एकतामा हिँड्न सक्छ। हवस्, जय मसीह। कस्तो लाग्यो कमेन्टमा जनाउन नबिर्सिनु होला। हालेलुया।